जब हामी आराधना गर्छौं नि शैतानको बन्धनहरू तोडेर जानेछन् किनभने येशू ख्रीष्टले तपाईं र मलाई 2000 वर्ष अगाडि विजयको जीवन दिइसक्नु भएको छ। आज उहाँ येशू परमेश्वर पवित्र आत्माको उपस्थिति तपाईं र मेरो माझमा हुनुहुन्छ। आउनुहोस् हामी सबैजना हामी प्रभुको आराधनामा हामी जानेछौँ। परमेश्वरको उपस्थिति तपाईं र मेरो माझमा हुनुहुन्छ। परमेश्वरको उपस्थिति यो ठाउँमा हुनुहुन्छ। उहाँको प्रेम आकाशभन्दा उच्च छ, सागरभन्दा गहिरो छ, आसमानभन्दा विशाल छ। हालेलुया। मण्डली परिवार आउनुहोस् हामी सबैजना हाम्रो परमेश्वरलाई हामी खोज्नेछौँ, उहाँको उपस्थितिलाई खोज्नेछौँ। जब हामी उहाँको उपस्थितिलाई हामी खोज्छौँ त्यहाँ तपाईले स्वतन्त्र पाउनुहुनेछ। हालेलुया। ओ हालेलुया, हालेलुया। हामी सबैजना मिलेर 510 को भजनलाई गाएर हामी एउटै स्वरमा हामी प्रभुलाई उचाल्नेछौँ, एउटै आवाजमा हामी परमेश्वरलाई उचाल्नेछौँ। प्रभु हामी तपाईलाई खोज्दछौँ, हामी तपाईलाई तपाईको उपस्थिति यो ठाउँमा माग्दछौँ। प्रभु हामी जस्तो सुकै ठाउँमा भए हामी तपाईको उपस्थितिलाई हामी खोज्दछौँ। हालेलुया। तपाईको उपस्थिति यो ठाउँमा दिनुहोस् बा। तपाईको उपस्थिति आफ्नो छोराछोरी जहाँ छन्, जुन ठाउँमा छन् तपाईले दिनुहोस् भन्ने प्रार्थना गर्छु प्रभुजी। हालेलुया। आकाशभन्दा उच्चा उच्चा छन्, सागरभन्दा गहिरो गहिरो छ प्रेम, आसमानभन्दा विशाल विशाल अनुग्रह छ हाम्रो प्रभु येशूको। हामी सबैले फेरि गाउनेछौँ। आकाशभन्दा उच्चा उच्चा छन्, सागरभन्दा गहिरो गहिरो छ प्रेम, आसमानभन्दा विशाल विशाल अनुग्रह छ हाम्रो प्रभु येशूको। हामी सबैले भनेछ एकै स्वरमा, यसैले गर्छौँ प्रशंसा, गाउँछौँ महिमा उनै येशूको। यसैले